नमस्कार। आज पनि तपाईहरुलाई सधैँको जस्तै एकाउन्टको विशेष क्वेशनहरुका सल्युसन सहितको भिडियो सहित उपस्थित भएको छु। मेरो च्यानललाई लाइक सब्स्क्राइब गर्न नबिर्सनु होला र कति कुराहरु तपाईलाई जिज्ञासा लागेका कुराहरु छन् भने कमेन्टमा लेखेर पनि छोड्न सक्नुहुनेछ र भोलिको दिनमा ती आवश्यक पर्ने क्वेशनहरुको सल्युसन सहित म प्रस्तुति हुनेछु। आज म क्लास 12 को 8 मार्क्समा आउने कस्ट सिट प्लस टेन्डर सिटको लङ क्वेशनको बारेमा जानकारी दिन गइरहेको छु। यसबाट हाम्रो एक्जाममा कस्ट सिट र टेन्डर सिटबाट लगभग स्योर क्वेशन मान्दा हुन्छ कि त कस्ट सिटबाट आउँछ, कस्ट सिट मात्रैबाट आउँछ, नत्र भने कस्ट सिट प्लस टेन्डर सिटलाई मिक्स गरेर आएको हुन्छ है। त्यो कुरालाई चाहिँ एकदम ख्याल गर्नुपर्ने हुन्छ। कस्ट सिट भन्दा कस्ट सिट प्लस टेन्डर सिटको क्वेशन चाहिँ सजिलो पनि हुन्छ। त्यो हुँदाखेरि यसलाई विशेष ध्यान दिनु, लङ क्वेशनको रूपमा आउँछ, त्यो भएर 8 मार्क्स पकेटमा राख्ने गरी पढ्नको लागि ध्यान दिनु पर्यो। सामान्यतया कस्ट सिट र टेन्डर सिटको क्वेशन कस्तो हुन्छ भनेर पहिला सुरुमा क्वेशन पनि बुझ्नु जरुरी हुन्छ। विद्यार्थी भाइ बहिनीहरुले के हुन्छ भन्दाखेरि यदि कुनै पनि क्वेशनमा दुईवटा समय अवधिको अथवा दुईवटा पिरियडको डाइरेक्ट मेटेरियल र डाइरेक्ट लेबर दिएको छ भने त्यस्तो अवस्थामा हाम्रो क्वेशन जहिले पनि केसँग सम्बन्धित हुन्छ त कस्ट सिट प्लस टेन्डर सिटसँग सम्बन्धित हुन्छ भनेर बुझ्नुपर्छ। त्यस्तो अवस्थामा पहिलो वर्षको जानकारीको आधारमा हामी कस्ट सिट बनाउँछौं भने दोस्रो वर्षको जानकारीको आधारमा हामी टेन्डर सिट बनाउँछौं। त्यो कुरा चाहिँ ध्यान दिनु पर्यो। फेरि के सम्झिनु पर्यो त, यदि दुईवटा समय अवधिको डाइरेक्ट मेटेरियल प्लस डाइरेक्ट लेबर दिएको छ भने त्यस्तो अवस्थामा पहिलो जानकारीको आधारमा पहिलो वर्षको इन्फर्मेसनको आधारमा कस्ट सिट बनाउनु पर्छ र दोस्रो वर्षको अथवा दोस्रो जानकारीको आधारमा दोस्रो इन्फर्मेसनको आधारमा हामीले जहिले पनि टेन्डर सिट बनाउनु पर्छ। त्यो हुँदाखेरि कस्ट सिटमा जुन जुन कुराको फर्मेटमा हामी यहाँ फर्मेटिङ गर्छौं राख्छौं त्यही कुराको इन्फर्मेसनको आधारमा हामी टेन्डर सिट पनि त्यति नै लाइनको त्यति बराबरको इन्फर्मेसनको आधारमा नै बनाउँछौं भन्ने कुरा स्टुडेन्टहरुले एकदमै बुझ्नुपर्ने हुन्छ। कस्ट सिट भनेको अगाडिको समयमा भएको कुनै पनि कम्पनीहरुको खर्चको विवरण, डाइरेक्ट मेटेरियल देखि सेल्स सम्मको सम्पूर्ण खर्चको विवरणहरुलाई जसरी प्रस्तुत गरिन्छ त्यही इन्फर्मेसनहरुलाई जस्तै आधार बनाएर आगामी दिनहरुमा कुनै पनि कम्पनीमा कुनै व्यक्तिहरुले कुनै संस्थाहरुले कति बराबरको कोटेसन राख्ने, कति बराबरको माग फारम आह्वान राख्ने भन्ने विषयमा सम्पूर्ण जानकारी सहित प्रिपेयर गरिने जुन सिट हुन्छ त्यसलाई फेरि हामी के भन्छौं भन्दाखेरि टेन्डर सिट भन्छौं। कस्ट सिट भनेको पास्टको डाटामा आधारित हुन्छ भने टेन्डर सिट भनेको जहिले पनि पास्टको डाटालाई आधार बनाएर फ्युचरमा पनि त्यति बराबर खर्च हुन सक्छ होला भनेर प्रेडिक्सन सहितको अनुमान सहितको सिटलाई हामी के भन्छौं भन्दाखेरि टेन्डर सिट भन्छौं। कस्ट सिट जस्तो हुन्छ टेन्डर सिटको पनि सिस्टम बनाउनु पर्ने फर्मेटहरु सबै कुरा सेम हुन्छ। म फर्स्टमा के लेख्छु भन्दाखेरि यदि दुईवटा समय अवधिको जानकारी दिएको छ, डाइरेक्ट मेटेरियल र डाइरेक्ट लेबरको जानकारी दिएको छ भने पहिलो जानकारीको आधारमा कस्ट सिट बनाउनु पर्छ। पहिलो जानकारीको आधारमा कस्ट सिट बनाउनु पर्छ र दोस्रो जानकारीको आधारमा हामीले टेन्डर सिट बनाउनु पर्छ। अब हामी अघि भर्खरै भनेको नोटहरुलाई म लेखेको छु यहाँनिर, आफूहरुलाई पनि आवश्यक पर्न सक्छ, यो जानकारीहरु आवश्यक हुन्छ तसर्थ कपीमा राम्रोसँग नोट गर्नु र भोलिको दिनमा पनि एक्जामको बेलामा पनि काम लाग्छ। यो कुराहरु राम्रोसँग टिपोट गरेर कपीमा चाहिँ राख्नुपर्ने हुन्छ, राख्नु होला। यदि दुईवटा समयको डाइरेक्ट मेटेरियल र डाइरेक्ट लेबर दिएको छ भने कस्ट सिट र टेन्डर सिट बनाउनु पर्छ। जुन कुरा मैले पहिल्यै भनिसकेको छु, पहिलो जानकारीको आधारमा कस्ट सिट बनाउनु पर्छ, फर्स्ट इन्फर्मेसनको आधारमा कस्ट सिट बनाउने र दोस्रो अथवा सेकेन्ड जानकारीको आधारमा टेन्डर सिट बनाउनु पर्छ। यो दुईटा कुरा चाहिँ एकदमै ख्याल गर्नु पर्यो। म अब यही कुरालाई फर्मेटमा देखाउन गइरहेको छु। फर्स्टमा म कस्ट सिट बनाउँछु। जहिले पनि कस्ट सिट बनाउँदाखेरि कस्ट सिट फर द लास्ट इयर अथवा प्रिभियस इयर, प्रिभियस टाइम, अघिल्लो महिना अथवा अघिल्लो वर्षको बारेमा कुरा गरेर हामी कस्ट सिट बनाउँछौं, जसमा हामी सुरुमा के राख्छौं त डाइरेक्ट मेटेरियल राख्छौं। जुन कुरा मैले डाइरेक्ट मेटेरियल लेखिसकेको छु, डाइरेक्ट मेटेरियल, त्यसपछि गएर डाइरेक्ट लेबर, डाइरेक्ट मेटेरियल प्लस डाइरेक्ट लेबरलाई प्लस गरिसकेपछि आउने पोइन्टलाई हामी प्राइम कस्ट भन्छौं, जसलाई मूल लागत पनि भनिन्छ, जसलाई 1 नम्बर दिन सकिन्छ। यसमा प्लस गर्नुपर्दा फ्याक्ट्री अथवा अर्को भाषामा के पनि भन्न सकिन्छ, फ्याक्ट्रीलाई अर्को भाषामा वर्क पनि भन्न सकिन्छ। फ्याक्ट्री ओभरहेड
यसलाई जोड्नु पर्यो। यो जोडिसकेपछि के आउँछ भन्दा सेकेन्ड नम्बरमा फ्याक्ट्री अथवा वर्क कस्ट झुकिनु भएन। प्राइम कस्टमा फ्याक्ट्री ओभरहेडलाई प्लस गरिन्छ। ओभरहेडलाई प्लस गरिसकेपछि आउने एन्सरलाई हामी के भन्छौँ त फ्याक्ट्री कस्ट अथवा वर्क कस्ट भनिन्छ। यो कुरालाई ध्यान दिनु पर्यो। यसपछि अर्को पोइन्ट हामी जोड्छौँ अफिस भन्ने खर्चलाई जोड्छौँ हामी अफिस ओभरहेड। अफिस ओभरहेड जोड्छौँ। अफिस ओभरहेडलाई जोडिसकेपछि हाम्रो आउँछ कस्ट अफ प्रोडक्सन आउँछ। कस्ट अफ प्रोडक्सन भन्ने पोइन्ट आउँछ। त्यसपछि यसमा हाम्रो कुनै सेलिङसँग सम्बन्धित पोइन्टहरू छ भने सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस अथवा ओभरहेड छ भने त्यसलाई पनि हामी के गर्छौँ त प्लस गर्छौँ। खर्चहरू जोड्दै जोड्दै जानुपर्ने हुँदाखेरि यसलाई पनि हामी प्लस गर्छौँ। यस लगतै हामी सेलिङ एन्ड डिस्ट्रिब्युसन सकिने बित्तिकै हामी के भन्छौँ भन्दाखेरि टोटल कस्ट भन्छौँ। के भन्ने रहेछौँ त टोटल कस्ट भन्ने। टोटल कस्टमा हामी जहिले पनि 3 नम्बर पछि टोटल कस्टलाई हामी 4 नम्बर गराइदिउँ। टोटल कस्टमा हामी जहिले पनि कसलाई प्लस गर्छौँ प्रफिटलाई प्लस गर्छौँ। प्रफिटलाई प्लस गरिसकेपछि जति एन्सर आउँछ त्यसलाई हामी कस्ट सिटको फर्मेटको आधारमा हामी के भन्छौँ त सेल्स भन्छौँ। सम्झिनु पर्यो है। सुरुमा हामी पहिलो जानकारीको आधारमा कस्ट सिट बनाउँछौँ भन्दै गर्दाखेरि डाइरेक्ट मेटेरियल प्लस डाइरेक्ट लेबरलाई जोडेर प्राइम कस्ट आउँछ। प्राइम कस्टमा फ्याक्ट्री ओभरहेड अथवा वर्क ओभरहेड भन्ने शब्दलाई जोडिसकेपछि फ्याक्ट्री कस्ट आउँछ। फ्याक्ट्री कस्ट भन्नु र वर्क कस्ट भन्नु एउटै कुरा हो। त्यस लगतै फ्याक्ट्रीमा फेरि हामी अफिस ओभरहेड अथवा अफिस एक्सपेन्सेस अथवा एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस पनि भन्छ। त्यसलाई प्लस गरिसकेपछि कस्ट अफ प्रोडक्सन भन्ने आउँछ। कस्ट अफ प्रोडक्सनमा सबै सेलिङ र डिस्ट्रिब्युसनसँग सम्बन्धित सम्पूर्ण खर्चहरूलाई हामी प्लस गर्छौँ। यो प्लस गरिसकेपछि आउने आउटकम्सलाई हामी टोटल कस्ट भन्छौँ। सबै खर्च जोडेर आएको भएरलाई टोटल कस्ट भनेको टोटल कस्टमा हामी कसलाई प्लस गर्छौँ त प्रफिटलाई प्लस गर्छौँ। खर्चमा नाफा जोड्छौँ। नाफा जोडेपछि बिक्री निकाल्छौँ। बिक्री भनेको सेल्स। जहिले पनि कस्ट प्राइसमा प्रफिटलाई एड गरेपछि के आउँछ त सेल्स आउँछ। त्यो हुँदाखेरि टोटल कस्ट प्लस प्रफिट इक्वल टु सेल्स हुन्छ। यो कुरा चाहिँ ध्यानमा राख्नु पर्यो। अब म कस्ट सिटको फर्मेट सकेर टेन्डर सिटको फर्मेट बताउन गइरहेको छु। कस्ट सिटको फर्मेटलाई सेम टु सेम कपी पेस्ट गरे पनि केही फरक पर्दैन। तर पनि म एकपटक लेखेर फेरि प्रस्तुत गर्न गइरहेको छु। त्यो कुरा राम्रोसँग ध्यान दिनु। कस्ट सिटमा जुन जुन पोइन्ट राखेको छु म टेन्डर सिटमा त्यही पोइन्ट राख्ने छु। तर लास्टमा गएर सेल्सको सट्टामा टेन्डर प्राइस राख्छु। त्यति मात्रै फरक हुन्छ टेन्डर सिटमा। सम्झिनुपर्ने कुरा अरू सबै कुरा चाहिँ के हुन्छ सेम हुन्छ उही नै हुन्छ। र लास्टमा राख्नुपर्ने एउटा मात्रै पोइन्ट जसको नाम सेल्सको सट्टामा टेन्डर प्राइस हुन्छ भन्ने कुरा स्टुडेन्टले सम्झिराख्यो भने सोल्युसन गर्दा सजिलो हुन्छ। कस्ट सिटको सुरुमा मैले के राखेको थिएँ त डाइरेक्ट मेटेरियल राखेको थिएँ। यहाँ पनि डाइरेक्ट मेटेरियल नै राख्छु। डाइरेक्ट मेटेरियल छ। त्यसपछि गएर डाइरेक्ट वेजेस हैन अर्को भाषामा LABOUR डाइरेक्ट लेबर भन्छ। यसलाई राखिसकेपछि हाम्रो क्वेसनको एन्सर के आउँछ प्राइम कस्ट भन्ने आउँछ। प्राइम कस्टमा अघि नै भने जस्तै फ्याक्ट्री अथवा वर्क ओभरहेड भन्ने पोइन्ट आउँछ। यो पोइन्टलाई प्लस गरिसकेपछि फ्याक्ट्री अथवा वर्क कस्ट भन्ने आउँछ। फ्याक्ट्री अथवा वर्क कस्ट आइसकेपछि हामी कसलाई प्लस गर्छौँ त अफिस ओभरहेडलाई प्लस गर्छौँ। अफिस ओभरहेडलाई प्लस गरिसकेपछि हाम्रो एन्सर आउँछ कस्ट अफ प्रोडक्सन। त्यसपछि कस्ट अफ प्रोडक्सनमा हामी कसलाई प्लस गर्छौँ त सेलिङ एन्ड डिस्ट्रिब्युसन OVHS भनेको पनि ओभरहेड भनेको है। तपाईँ सम्झिनु पर्यो। कुनै क्वेसनमा OVHS पनि देखा हुन्छ के लेखेको होला भन्ने भयो भने सर्ट फर्म केसको रहेछ त ओभरहेडको सर्ट फर्म OVHS पनि देखा हुन्छ। त्यो पनि ख्याल गर्नु है। त्यो नयाँ पोइन्ट हुन्छ भनेर मैले यहाँ लेखिदिएको छु। अनि सेलिङ एन्ड डिस्ट्रिब्युसनलाई जोडिसकेपछि हामी केमा पुग्छौँ त टोटल कस्टमा पुग्छौँ। टोटल कस्टमा पुगिसकेपछि यसमा पनि कसलाई प्लस गर्छौँ प्रफिटको पैसालाई प्लस गर्छौँ।
प्रफिटको पैसालाई प्लस गरिसकेपछि अघि नै जस्तो कस्ट सिटमा हामीले सेल्स भनेर लेखेको थियौँ, यसमा हामी सेल्सको सट्टामा के लेख्छौँ त टेन्डर प्राइस लेख्छौँ। के लेख्छौँ त टेन्डर प्राइस लेख्छौँ। यहाँसम्म कन्फ्युज छ भने डाइरेक्ट मेटेरियल प्लस डाइरेक्ट वेजेस अथवा लेबर गरेपछि प्राइम कस्ट आउँछ। प्राइम कस्टमा फ्याक्ट्री ओभरहेड प्लस गरिसकेपछि फ्याक्ट्री कस्ट आउँछ। फ्याक्ट्री कस्टमा अफिस अथवा एडमिनिस्ट्रेटिभ ओभरहेड प्लस गरिसकेपछि कस्ट अफ प्रोडक्सन आउँछ। कस्ट अफ प्रोडक्सनमा सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेडलाई प्लस गरिसकेपछि टोटल कस्ट आउँछ। टोटल कस्टमा प्रफिटलाई एड गरेपछि प्लस गरेपछि टेन्डर प्राइस आउँछ। अब म यो फर्मेट सकिसकेपछि एउटा नोट पनि लेख्दैछु, किन भन्दा स्टुडेन्टहरूलाई कस्ट सिटको इन्फर्मेसनहरूमा त सबै डाइरेक्ट मेटेरियल दिएको हुन्छ, डाइरेक्ट वेजेस अथवा लेबर दिएको हुन्छ, फ्याक्ट्री ओभरहेड दिएको हुन्छ, अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड दिएको हुन्छ, सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड अथवा प्रफिट पनि दिएको हुन्छ। तर टेन्डर सिटमा मात्र दिने भनेको डाइरेक्ट मेटेरियल र डाइरेक्ट वेजेस मात्रै दिएको हुन्छ। तर स्टुडेन्टलाई टेन्डर सिटमा पनि त फ्याक्ट्री ओभरहेड राख्नु पऱ्यो नि त। फ्याक्ट्री ओभरहेड राख्नको लागि कसरी राख्ने हो त भन्ने कुरामा चाहिँ धेरै स्टुडेन्टहरू चाहिँ कन्फ्युज भएको हुन्छ। त्यो हुँदाखेरि फ्याक्ट्री ओभरहेड, अफिस ओभरहेड अनि सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेडको कन्टेक्स्टमा चाहिँ कसरी राख्ने हो त भन्ने विषयमा म यहाँ जानकारी दिन गइरहेको छु। सबैभन्दा पहिला के कुरा ख्याल गर्नु पर्यो भन्दाखेरि यदि क्वेसनमा फ्याक्ट्री ओभरहेड दिएको छ र फ्याक्ट्री ओभरहेडको बेसिस दिएको छैन भने, आधार दिएको छैन भने दुईवटा तरिकाबाट के गर्न सकिन्छ भन्दा त्यसको बेसिस क्याल्कुलेसन गर्न सकिन्छ। यो कुरा सधैँ ख्याल गर्नु पर्यो कि यदि फ्याक्ट्री ओभरहेडमा कुनै प्रकारको बेसिस दिएको छैन भने अन द बेसिस अफ डाइरेक्ट वेजेस अथवा अन द बेसिस अफ प्राइम कस्ट भनेको छैन भने त्यस्तो अवस्थामा जहिले पनि के कुरा ख्याल गर्नुपर्छ भन्दा जहिले पनि फ्याक्ट्री ओभरहेड बेस अन डाइरेक्ट लेबर अथवा डाइरेक्ट वेजेस हुन्छ भन्ने कुरा ख्याल गर्नु पर्यो। त्यो कुरा ख्याल गरिसकेपछि आफूलाई सजिलो पनि भयो। यदि क्वेसनमा फ्याक्ट्री ओभरहेडको बेसिस दिएको छैन भने त्यस्तो बेलामा जहिले पनि फ्याक्ट्री ओभरहेडको बेसिस भनेको जहिले पनि डाइरेक्ट वेजेस हुन्छ। त्यो कुरा म यहाँ लेख्दैछु। के गर्नु पर्यो भन्दा फ्याक्ट्री ओभरहेड अन द बेसिस अफ के हुन सक्छ अरे डाइरेक्ट वेजेस अथवा प्राइम कस्ट दुईटैमा हुन सक्छ। तर के कुरा ख्याल गर्नु पर्यो, यदि क्वेसन साइलेन्ट छ भने, इफ क्वेसन इज साइलेन्ट अबाउट के भन्न सकिन्छ त साइलेन्ट अबाउट बेसिस भनौँ न। थोरै म इङ्ग्लिसको मात्रै यहाँ वर्ड मात्रै युज गरेँ है, त्यो धेरै कुरा केही पनि छैन। यहाँनिर के सम्झिनु पर्यो, यदि क्वेसन के को बारेमा बेसिसको बारेमा साइलेन्ट बसेको छ, चुप्प लागेको छ, क्वेसनले केही पनि भनेको छैन भने त्यस्तो बेलामा पर्सेन्टेज अफ फ्याक्ट्री ओभरहेड इक्वल टु माथिपट्टि हामी केलाई राख्छौँ त फ्याक्ट्री ओभरहेड अपन डाइरेक्ट वेजेस मल्टिप्लाई बाई 100%। यदि क्वेसनमा फ्याक्ट्री ओभरहेडको बारेमा केही पनि बोलेको छैन, कुनै बेसिस बताएको छैन भने त्यस्तो अवस्थामा जहिले पनि के हुन्छ रे बेसिस डाइरेक्ट वेजेस हुन्छ। बेसिस भनेको जहिले पनि तलपट्टि हुन्छ, डिभाइजरमा हुन्छ। त्यो कुरा ख्याल गर्नु पर्यो। के कुरा सम्झिनु पर्यो त फ्याक्ट्री ओभरहेड अन द बेसिस अफ डाइरेक्ट वेजेस भनेको छ भने अन द बेसिस भन्दा पछाडिको शब्दलाई तल राख्नु पर्यो, अन द बेसिस भन्दा अगाडिको शब्दलाई माथि राख्नु पर्यो। सम्झिनुपर्ने कुरा है त। फ्याक्ट्री ओभरहेड अन द बेसिस अफ पछाडिको शब्द डाइरेक्ट वेजेस छ नि, डाइरेक्ट वेजेसलाई तल राख, फ्याक्ट्री ओभरहेड अगाडिपट्टि हुन्छ, अगाडिपट्टिको शब्दलाई माथि राख्नु पर्यो, माथि राखेर चाहिँ सोल्युसन गर्नु पर्यो है त। फ्याक्ट्री ओभरहेड माथि बस्यो, डाइरेक्ट वेजेस तल बस्यो। यही क्वेसनमा के भन्न सक्छ भन्दाखेरि अन द बेसिस अफ के भन्यो भने अन द बेसिस अफ प्राइम कस्ट भन्यो भने अन द बेसिस अफ प्राइम कस्ट भनेको छ भने त्यस्तो अवस्थामा पर्सेन्टेज अफ फ्याक्ट्री ओभरहेड इक्वल टु माथि के हुन्छ त
फ्याक्ट्री ओभरहेड डिभाइडेड बाई प्राइम कस्ट मल्टिप्लाई बाई 100%। ख्याल गर्नुपर्ने कुरा फेरि पनि म एकपल्ट रिकल गर्न चाहन्छु। यदि फ्याक्ट्री ओभरहेडको बेसिस दिएको छैन भने त्यस्तो अवस्थामा जहिले पनि डाइरेक्ट वेजेसलाई बेसिस मान्नुपर्छ, डाइरेक्ट लेबरलाई बेसिस मान्नुपर्छ। र क्वेसनले फ्याक्ट्री ओभरहेड अन द बेसिस अफ प्राइम कस्ट भनेको छ भने अन द बेसिस भन्दा पछाडिको शब्द के आउँछ त? प्राइम कस्ट आउँछ। त्यही भएर तल भयो। अन द बेसिस अफ लेबर भनेको छ, डाइरेक्ट वेजेस भनेको छ भने डाइरेक्ट वेजेसलाई तल राख्नु पर्यो। अन द बेसिस अफ प्राइम कस्ट भनेको छ भने प्राइम कस्टलाई तल राख्नु पर्यो। अब म 2 नम्बरको नोट चाहिँ लेख्दैछु। अहिले भर्खर भनेको चाहिँ हाम्रो फ्याक्ट्री ओभरहेड कुरा थियो भने अब भन्न लागेको कुरा चाहिँ के छ भन्दा अदर ओभरहेड। फेरि अदर ओभरहेड भनेको के होला भन्ने लाग्छ भने अफिस ओभरहेड, सेलिङ ओभरहेड एन्ड डिस्ट्रिब्युसन ओभरहेड। डिस्ट्रिब्युसन ओभरहेड यिनीहरूको कुरालाई हामी अदर ओभरहेड भन्छौँ। यिनीहरूको बेस जहिले पनि फ्याक्ट्री कस्ट हुन्छ है त। यिनीहरू सबैको बेस के हुन्छ त? फ्याक्ट्री कस्ट हुन्छ। यो कुरा ख्याल गर्नु पर्यो। अदर भन्ने बित्तिकै अफिस पनि सम्झिनु पर्यो अथवा फ्याक्ट्री ओभरहेड भन्दा तलका सबै ओभरहेडहरूलाई हामी अदर ओभरहेड भन्न सकिन्छ। अफिस ओभरहेड, सेलिङ ओभरहेड, डिस्ट्रिब्युसन ओभरहेड दिएको छ भने त्यस्तो बेलामा जहिले पनि ओभरहेडलाई माथि राख्नु पर्यो, फ्याक्ट्री कस्टलाई तल राख्नु पर्यो है त। यिनीहरूको बेस जहिले पनि के हुन्छ अरे? फ्याक्ट्री कस्ट हुन्छ है। यो गरौँ न। ओभरहेड अलवेज यस्तो लेख्दिउँ न, अलवेज बेस्ड अन FACTORY फ्याक्ट्री कस्ट। अलवेज बेस्ड अन फ्याक्ट्री कस्ट। अदर ओभरहेड भित्र के पर्छ भन्दाखेरि अफिस ओभरहेड, सेलिङ ओभरहेड, डिस्ट्रिब्युसन ओभरहेडको बारेमा बेसिसले भनेको भए पनि बेसिसले नभनेको भए पनि जहिले पनि अलवेज भनेको कहिलेकाहीँ कुरा होइन, सधैँभरिको लागि सधैँ कसको बेसमा हुन्छ त? फ्याक्ट्री कस्टको बेसमा हुन्छ, वर्क कस्टको बेसमा हुन्छ भने सम्झे भयो। बेस भन्ने बित्तिकै बेसलाई जहिले पनि तल राख्नु पर्यो। फ्याक्ट्री कस्ट तल बस्छ, अफिस ओभरहेड माथि बस्छ, फ्याक्ट्री कस्ट तल बस्छ, सेलिङ ओभरहेड माथि बस्छ अनि डिस्ट्रिब्युसन ओभरहेड माथि बस्छ, फ्याक्ट्री कस्ट तल बस्छ। एउटा मात्र याद गऱ्यो भने सबैलाई काम लाग्छ। तर पनि म लेख्दैछु। पर्सेन्टेज अफ अफिस ओभरहेड इक्वल टु माथिपट्टि के बस्ने भयो त? अफिस ओभरहेड बस्ने भयो। अफिस ओभरहेड अपन FACTORY फ्याक्ट्री कस्ट मल्टिप्लाई बाई 100%। यो पनि ख्याल गर्नु पर्यो। दोस्रो पोइन्ट के हुने रहेछ त? पर्सेन्टेज अफ सेलिङ ओभरहेड। यो गर्नु पर्यो भने पनि माथिपट्टि के हुन्छ? सेलिङ ओभरहेड अपन फ्याक्ट्री कस्ट मल्टिप्लाई बाई 100%। यसको पनि आयो। यसै गरी पर्सेन्टेज अफ सेलिङ सँगसँगै डिस्ट्रिब्युसन ओभरहेड कुरा गर्यो भने पनि डिस्ट्रिब्युसन ओभरहेड माथि बस्छ, डिस्ट्रिब्युसन ओभरहेड माथि बस्छ र यसमा पनि फ्याक्ट्री कस्ट तलपट्टि बस्छ। बेसिस जहिले पनि तल हुन्छ भन्ने कुरा ख्याल गर्नु पर्यो। यस लगत्तै म फेरि पर्सेन्टेज अफ प्रफिटको बारेमा पनि कुरा गर्न गइरहेको छु। पर्सेन्टेज अफ प्रफिट अन सेल ख्याल गर्नु है। अन सेल भनेको छ, सेलिङ प्राइस भनेको छ अथवा प्राइस भनेको छ भने त्यस्तो बेलामा पर्सेन्टेज अफ प्रफिट क्याल्कुलेसन गर्दाखेरि जहिले पनि प्रफिट अपन सेल्स इन्टु 100% गर्नु पर्यो। अथवा यस्तो बेलामा हामीले आरएस प्रफिट रुपी प्रफिट क्याल्कुलेसन गर्नु छ भने
टोटल कस्ट मल्टिप्लाई बाई पर्सेन्टेज अपन ब्राकेटमा 100 माइनस के गर्नु पर्यो पर्सेन्टेज गरेर रुपियाँ निकाल्नु पर्यो। क्वेसनमा पर्सेन्ट दिएको छ पैसामा निकाल भन्यो भने हामी के गर्नु पर्यो त आरएस निकाल्नु पर्यो रुपियाँ निकाल्नु पर्यो भने त्यस्तो अवस्थामा विद्यार्थीले के ख्याल गर्नु पर्यो त कसरी प्रफिट निकाल्ने भन्दाखेरि दुईवटा तरिका हुन्छ। एउटा भनेको पर्सेन्टेज अफ प्रफिट अन द बेसिस अफ सेल अन सेल भन्न सक्छ अन सेलिङ प्राइस भन्न सक्छ। त्यस्तो बेलामा 100बाट माइनस गर्नु पर्यो जति पर्सेन्टेज भन्छ त्यति पर्सेन्टलाई माइनस गर्नु पर्यो। फर इक्जाम्पल 1 लाख रुपियाँ दिएको छ टोटल कस्ट भएको छ र हामीलाई प्रफिटको पर्सेन्टेज चाहिँ 20% दिएको छ भने 1 लाख मल्टिप्लाई बाई 20 अपन 100 माइनस 20 गर्नु पर्यो। यसै गरी 10% भनेको छ भने 10 अपन 100 माइनस 10 गर्नु पर्यो। 25 भनेको छ भने 25 अपन 100 माइनस 25 गर्नु पर्यो अथवा 25 अपन 75 गरे पनि भयो। जति माथि हुन्छ त्यति पर्सेन्टलाई घटाउनु भने हो है त। यसको सट्टामा हामीलाई कहिलेकाहीँ फेरि के पनि गर्न सक्छ त पर्सेन्टेज अफ प्रफिट अन कस्ट अथवा के पनि हुन सक्छ टोटल कस्ट पनि हुन सक्छ। टोटल कस्ट भनेको छ भने सिम्पल कुरा छ पर्सेन्टेज अफ प्रफिट क्याल्कुलेसन गर्नुपर्ने भयो भने प्रफिटको पैसालाई माथि राखिदिने टोटल कस्टको पैसालाई तल राखिदिने। मैले अघि नै पनि भनेको छु अन भन्दा पछाडिको शब्दलाई तल राखिदिने अन भन्दा अगाडिको शब्दलाई माथि राखिदिने। अन भन्दा पछाडिको शब्दलाई तल राखिदिने अन भन्दा अगाडिको शब्द पहिले पढेको शब्दलाई माथि राखिदिने। त्यो कुरा बिर्सेन भने कहिले पनि सोलुसन गर्नको लागि गाह्रो हुँदैन है त। यसै गरी आरएस रुपियाँ प्रफिट निकाल्नु पर्ने छ भने त्यस्तो बेलामा कसरी निकाल्नु पर्यो त टोटल कस्ट मल्टिप्लाई बाई जति पर्सेन्ट बनेको छ डिभाइड बाई के गरिदिनु पर्यो त 100 गरिदिनु पर्यो। सम्झिनुपर्ने कुरा है। अन सेल भन्यो भने माइनस हुने रहेछ 100बाट घटाइने रहेछ। अन कस्ट भनेको छ भने 100ले मात्रै डिभाइड गर्ने रहेछ। यो कुरा चाहिँ ख्याल गर्नु पर्यो। यति भन्दै गर्दाखेरि मैले कस्ट सिट प्लस स्ट्यान्डर्ड सिटको फर्मेट प्रस्तुत गरिसकेको छु लेखेर देखाइसकेको छु भने यो बिचमा केही कुनै प्रकारको प्रब्लम आयो भने फर्मेटमा केही कुरा नबुझेको छ भने मेरो कमेन्ट बक्समा गएर आफ्नो कमेन्टहरू राख्न सक्नुहुनेछ। फेरि पनि त्यो कुरालाई म क्लियरिफाई गरिदिन्छु बुझाइदिन्छु। त्यसको लागि कुनै समस्या मान्नुपर्ने कुरा छैन। 2 चोटि 3 चोटि 4 चोटि पनि म बुझाउनको लागि तयार छु। तपाईँहरूले नबुझेसम्मको अवस्थामा म यो क्वेसनलाई फेरि पनि बुझाउने छु जान्ने गराउने छु भन्ने म प्रयासमा लागिरहेको छु। तसर्थ केही समस्या छ भने कमेन्टमा गएर आफ्नो कमेन्टहरू राख्नुहोला। अहिलेको लागि यो फर्मेट म यहीँनिर अन्त्य गर्न चाहन्छु र आगामी भिडियोमा अर्को भिडियोमा म फेरि यसको सम्पूर्ण सोलुसन सहितको सोलुसन प्रस्तुत गर्नेछु भनेर बिदा हुन चाहन्छु। नमस्ते।